आज म मलेसियाको बारेमा केही कुराहरू गर्न गइरहेको छु। मैले यहाँ बसेको लगभग 6 वर्ष भयो साथीहरू। 6 वर्षमा मेरो एक्सपिरियन्स र कति कमाइ हुन्छ र कस्तो कस्तो यहाँ कति पर्सेन्ट कम्पनीहरू राम्रो, कस्तो कम्पनी आउँदाखेरि राम्रो नराम्रो, 50% कम्पनीमा कमाइ कति कस्तो हुन्छ भन्ने कुरो मैले गइरहेको छु र कति पैसाहरू एजेन्टलाई दिँदाखेरि राम्रो हुन्छ भन्ने कुरामा म तपाईँहरूलाई एकदम विस्तृत रूपमा जानकारी दिनेछु। पक्कै पनि भिडियो राम्रोसँग स्किप नगरिकन हेर्नुहुन्छ भन्ने कुरो मैले आशा लिएको छु र तपाईँहरू पनि मलेसिया आउँदै हुनुहुन्छ भने केही ज्ञान तपाईँलाई थप हुनसक्छ। 2026मा एजेन्टलाई कति पैसा दिँदाखेरि, कति तिर्दै आउँदाखेरि यहाँ राम्रो हुन्छ भन्ने कुरा हुन्छ। साथीहरू, अब मलेसियामा कमाइ यस्तै छ। 50% कम्पनीमा कमाइ अलि ठिकै पनि छ, अलिअलि ओटी चल्छ। तर 50% कम्पनी ओटी कति पनि चल्दैन, 1 घन्टा पनि चल्दैन। 1700 बेसिक जम्मा कमाइ हुन्छ महिनामा। 1700 बेसिकमा तपाईँहरूले त्यसैमा खानु पर्यो, सबै गर्नु यताउता गर्दाखेरि धेरै पैसा पर्दैन। त्यही भएर मलेसिया आउँदाखेरि एजेन्टलाई सकेसम्म कम पैसा तिरेर आउनु होला, किनकि मलेसिया कम्पनी त धेरै जसो ठुल्ठुलो कम्पनीले फ्री भिसा, फ्री टिकट दिइरहेछ। बरु त्यसमा प्रोसेस, त्यसमा ट्राई गर्नु होला, त्यसमा आउनु होला। एजेन्टलाई धेरै पैसा 4 लाख भन्छन्, 3.5 लाख भन्छन्, यति पैसा तिर्न आउनु। नत्र कम्तीमा 1 वर्ष त त्यतिकै ऋण तिर्नै ठ्याक्कै लाग्छ। त्यहाँबाट 2 वर्ष कन्ट्र्याक्ट भन्छ। 2 वर्ष बसेपछि 20 वर्षमा त्यही कति कमाइन्छ र त्यही अलिअलि कमाइन्छ, खर्च हुन्छ अनि उता धेरै खर्च हुन्छ। त्यही भएर कम पैसा तिरेर यहाँ आएर 1700 बेसिकमा कति कमाइन्छ त्यो म एकदम डिटेलमा भनिदिन्छु है। अब 1700 बेसिक महिनामा आउँछ होइन। अब खानाको यहाँ अब महँगो छ। खानाको भनेपछि कम्तीमा खानाको होटलबाटै खाए पनि जम्मा 2 छाकको 300 जान्छ, 300 लिन्छ। पकाएर खाए भने त्योभन्दा धेरै जान्छ, कम्तीमा 350 एकदम सागसब्जी खाने, खसै यताउता खर्च नगर्ने मान्छेले पनि 350 खानाको आइहाल्छ। अलिकति बेसिकली राम्रो खाना क्वालिटी खायो, मासु दिनकै खायो, अलिअलि यताउता गऱ्यो भने त झन् धेरै जान्छ। तर एकदम बचाएर दाल तरकारी यसो कहिले कसो मासु खायो भने त्यही पनि कम्तीमा 350 गइहाल्छ त्यो भइगयो। अनि त्यसमा होस्टेल चार्ज, अब परे जसो होस्टेल चार्ज सबै कम्पनीले लिन्छ। होस्टेल चार्ज तिर्नु पऱ्यो। होस्टेल चार्ज अब कति छ त्यो तिर्नु पऱ्यो अलिअलि। अनि रिचार्ज महिनामा एउटा सिम त हाल्नै पऱ्यो। कहिले कसो नेट नचल्ने बेला अलि 2टा पनि हुनसक्छ। त्यही भएर एउटा सिम त कम्तीमा हाल्नै पऱ्यो। 35 त्यो गयो भनेपछि अब 300, 350, चलो 350, लगभग 400, 10, 20, 400 त्यतिकै 400 गयो। त्यसपछि कहिले कसो यता घुमिन्छ त्यता छुट्टीमा कहिले कसो गयो, चिसो रोटी खान मन लाग्छ, खायो भने यताउता गर्दै एकदम बचाउने मान्छे, एकदम कम खर्च गर्ने मान्छे भए पनि 400, 450 त गइहाल्छ जसरी भनेपछि। अब 1700मा कति बच्यो? 13, 14, 15, 16, 17, त्यही 400 मतलब खर्च गरे पनि जम्मा 1300 बच्छ। अलिकति मासु सासु खाने, यताउता रक्सी खाने, चुरोट खाने, सुर्ती खाने मान्छेलाई त झन् त्यो पनि बन्दैन। चुरोट खाने मान्छेले 1200 भन्दा बढी पर्दैन। अनि 1200 को हिसाब गर्नु कति हुन्छ? भाडा 36, 12, 24, 26, त्यही समथिङ मानम एकदम बचाउने मान्छेको लागि नेपालको 40,000 जति। 1720 मतलब नेपालको एकदम कम खर्च गर्ने, बचाएर उनीहरूको लागि, उनीहरूलाई चाहिँ ती 40,000 चाहिँ बच्न सक्छ।
तर अलिकति यताउता खर्च गर्ने रक्सी सक्सी खाने उनीहरूलाई चाहिँ ठ्याक्कै कति हुन्छ भनेपछि 30,000 या 35,000 बढीमा 35 नत्र 30,000 भन्दा बढी बचाउँदैन 30,000 बढी बचाउँछ अलिक सुरुसुरुत रक्सी खाने मान्छे 30,000 भन्दा एउटा पनि बचाउँदैन रक्सी खाने टोटा गर्ने मान्छे अनि 30,000 को लागि अब 4 लाख तिरेर आउने भन्ने कुरा अब यसो 30,000 त अब नेपालमै यताउता काम गर्नेले कमाउँछन् पनि कि त बरु अलि राम्रो देश युरोपतिर यसो पैसै तिर्नेछ भने तर उता पनि धेरै महँगो लिन्छ उता पनि गएपछि अलि यस्तै हो 1-1.5 वर्ष लागिहाल्छ त्यही भएर अलि विचार गरेर टक्क बरु फ्री भिसा फ्री टिकटवाला कम्पनी कहाँ गएको छ भ्याकेन्सी गइरहेको हुन्छ त्यही हेरेर आउने बरु सेक्युरिटीमा अलिअलि 22-23 कमाइ छ सेक्युरिटीमा बरु आउँदाखेरि हुन्छ तर फेरि त्यहाँ एक दिन छुट्टी हुँदैन 30 दिन ड्युटी हुन्छ पनि अब गाह्रै छ एक दिन छुट्टी नभएपछि अलि छ्याउ लाग्छ बोर लाग्छ हो कि नै त्यही भएर अलिक कम तिर्ने आउने ठ्याक्कै 6-7 महिना काम गरेपछि ऋण तिर्सकियोस् त्यहाँबाट 2.5 वर्ष कमाउने 2.5 वर्षमा कमसेकम 10 लाख जति भइहाल्छ 5-10 कम्तीमा 10 लाख जति भइहाल्छ 10 लाख जति भयो भने अलि अब घर जान मन लाग्यो भने पनि अलि 8-10 लाख भएपछि अलि सजिलो हुन्छ जान ठिकै हुन्छ तर एकदम नराम्रो पनि छैन ठिकै छ तर आउने बेला चाहिँ अलिक कम लागतमा आउनु पर्यो त्यति धेरै पैसा तिरेर खासै फाइदा छैन कि त ओटी कम्पनी ओटी चल्नु पर्यो केही 25% कम्पनी चाहिँ ओटी चल्ने कम्पनी छ राम्रो 70-80 हजारदेखि 1 लाखसम्म पनि कमाइ हुने कम्पनी छ तर एकदम कम छ त्यसमा आफ्नो लक हुनु पर्यो भाग्य हुनु पर्यो अनि बल्ल त्यहाँ गर्न सकिन्छ अब मैले सबै कुरा कमाइ कति हुन्छ 1700 बेसिकमा कति बच्छ र कति खर्च हुन्छ भन्ने कुरो सबै भनिसकेँ अब तपाईहरुको विचार यदि मलेसियामा ठिकै छ 30-40 हजार कमाएर म यतिमै खुसी हुन्छु भनेर आउनु अब छ भने आउनु यदि म धेरै पैसा 50,000 60,000 70,000 कमाउँछु मलेसिया गएर पनि सोच्नु भएन नआउँदा ठिक छ त्यो अब कुनै कम्पनीमा कमाइ हुन्छ 70-80 हजार पनि हुन्छ खाइपिएर सबै तर त्यो पर्नु पर्यो लक हुनु पर्यो त्यहाँ आउनुभन्दा पहिला त्यहाँको मान्छे छ आफ्नो त्यहाँ कम्पनीमा सोधपुछ गरेर त्यो कम्पनीमा कति ओटी चल्छ कस्तो कमाइ त्यो काम छ अनि ओटी चल्छ कि चल्दैन सबै कुरा सधैँभरि चल्छ कि 1-2 महिना मात्रै चल्छ यो कुरा सबै एजेन्टले राम्रोसँग पुछेर या त्यहाँ कोही छन् आफ्नो मान्छे कोही नेपाली साथीसँग फोन लगाएर सोधेर त्यो साथीसँग कस्तो कमाइ हुन्छ भन्ने कुरा सोधेर बल्ल आउनु होला नत्र यहाँ आएर सोचे जस्तो हुँदैन त्यसपछि दिमाग खराब हुन्छ दिमाग खराब किन आयो भन्ने हुन्छ त्यहाँबाट फेरि अब घर 2-3 सालपछि घर गइन्छ घर गएर फेरि उयो अलिअलि पैसा हुन्छ त्यहाँबाट फेरि अर्को देश लाग्नुपर्छ त्यहाँ फेरि डबल खर्च हुन्छ त्यही भएर अलि सोच विचार गरेर आउनु अहिले युरोपतिर पनि धेरै भ्याकेन्सीहरू आइसकेको छ खुलेछ बरु मेरो सल्लाह अनुसार हो भने लगानी छ भने बरु उतैतिर गयो भने अलि पछिलाई चाहिँ एकदम डाउन हुन्छ जस्तो लाग्छ म पनि अब यहाँबाट गएर उतै जाने प्लानमा छु अब हेरौँ कस्तो हुन्छ यति अब मैले सल्लाह सुझाव दिएँ तपाईँलाई कस्तो लाग्यो